Okay, so good morning, students. Good morning, sir. How are you all? Fine. Are you all happy? Yes, sir. Okay, हामीलाई बुकको पढ्दा 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 सबै सक्यो अन्त त्यही बुकको मात्रै पढ्दा पढ्दा कोही बेला बोरिङ पनि हुन्छ हैन? Yes, सो sir. आज एउटा एकदमै छोटो तिमीहरूलाई एउटा मोटिभेसनल स्टोरी म सुनाउँछु ल? Yes, ओके सुन एक दिन चाहिँ डक्टर थिएछ क्या एकदम राम्रो स्पेसलिस्ट डक्टर अन्त पत्रकारले चाहिँ सोधेछ अरे डक्टरलाई जर्नलिस्ट न पत्रकार मिडिया पर्सनले सोधेछ तपाईँ चाहिँ किन चाहिँ डक्टर हुनु चाहनुभयो अथवा तपाईँले किन डक्टर हुने इच्छा गर्नुभयो भनेर भनेछ ओके अन्त त्यो डक्टरले चाहिँ के भनिसकेको छ जब म चाहिँ 10 वर्षको थिएँ म भन्दा पनि सानो भाइ चाहिँ एकदमै सिकिस्त बिरामी थियो एकदम बिमारी थियो अन्त मेरो भाइ बिमारी हुनुले गर्दाखेरि चाहिँ मेरो आमा बुबा चाहिँ एकदमै चिन्तित थियो दे वेयर वरिड अबाउट माई लिटल ब्रदर ओके अन्त त्यो डक्टर चाहिँ कति वर्षको थियो 10 वर्षको थियो ऊ भन्दा पनि सानो भाइ चाहिँ एकदम सिकिस्त बिरामी थियो अन्त आमा बाबालाई पनि सुर्ता ऊ दाजुलाई पनि सुर्ता अन्त चाहिँ आमा बाबाले चाहिँ उसको आमा बाबाले चाहिँ डक्टरलाई नै सोधेछ अरे हस्पिटलमा मेरो छोरा बाँच्छ भन्दाखेरि चाहिँ ऊ चाहिँ बाँच्छ मात्रै होइन ऊ चाहिँ एकदम असल जिन्दगी के गर्छ बाँच्नु सक्छ भनेर भन्दाखेरि चाहिँ त्यस्तो चिन्तित आमा बाबालाई त्यस्तो भनिँदै गर्दाखेरि उनीहरूको मनमा एक किसिमको आशा आयो क्या आशा आयो अन्त त्यो भन्दै गर्दा उसको आमा बाबाको मुहारमा चाहिँ मुस्कान पनि आयो खुसी भयो अलिकति भए पनि रिलिफ भयो नि होइन हुँदैन होइन बाँच्दैन एकदम क्रिटिकल छ पोसिबलै छैन भनेको त उनीहरू निराश हुन्थ्यो होला तर ऊ बाँच्छ मात्रै होइन तर उसले असल जीवन बाँच्छ भन्दै गर्दा उनीहरूको उसको आमा बुबाको मुहारमा चाहिँ मुस्कान देखियो अन्त त्यो जुन डक्टरलाई चाहिँ क्वेसन गरेको थियो उसले चाहिँ के भन्यो जति बेला मेरो भाइ चाहिँ एकदमै बिमारी हुँदाखेरि डक्टरले भन्नुभयो कि मेरो भाइ चाहिँ बाँच्छ मात्रै होइन तर एकदमै राम्रो जीवन बाँच्छ भन्दै गर्दा मेरो आमा बुबाको मुहारमा चाहिँ मुस्कान आएको थियो त्यस्तै मुस्कान ल्याउनुको लागि चाहिँ अरूको मुहारमा चेहरामा मुस्कान ल्याउनुको लागि चाहिँ त्यस्तो डक्टर म बन्न चाहन्छु अरूको अनुहारमा मुस्कान ल्याउने भनेर उसले त्यो हिसाबले गर्न थाल्यो कतिचोटि हामी जे पनि काम गर्छौँ डक्टर मात्रै होइन जे पनि काम गर्छ नि त्यति बेला हामी पैसा रुपियाँ कमाउनुको लागि दामी घर गाडी बङ्गलो किन्नुको लागि त्यो सोचेर पनि हामी काम गरिरहेको हुन्छ तर हामीले डक्टर मात्रै नभएर अरू अन्य कामहरूमा पनि हामीले चाहिँ त्यसरी नै अरूको मुहारमा मुस्कान ल्याउने काम जस्तै म नेता भएँ अरे ओके म नेता भयो भने मैले जनतालाई एकदमै राम्रो गरेँ तिमीहरूलाई चाहिएको निडहरू फुलफिल गरेँ भने तिम्रो अनुहारमा मुस्कान आउँछ हामीले गरेको कामबाट चाहिँ अरू के हुनु पर्यो खुसी हुनु पर्यो यद्यपि पैसा कमाउनु धन दौलत थुपार्नु होइन सो दिस इज द स्टोरी ओके सो त्यसले गर्दाखेरि चाहिँ हामीले जहिले पनि अरूको मुहारमा खुसी ल्याउने काम गर्यो भनेदेखिलाई चाहिँ के हुन्छ तिमीलाई तिम्रो कामले चिन्छ नि ओके तिम्रो इज्जत तिमीले पाउने सम्मान त्यो अर्कै इट विल बी फ्रम कम्प्लिटली डिफ्रेन्ट हाइट मैले चाहिँ पैसा कमाउनुको लागि मात्रै पढाएँ नि हुन्छ हुँदैन नि मलाई पैसा टाइममा दियोस् नदियोस् होइन दिन्छ अभियसली दिन्छ तर मेरो ड्युटी चाहिँ यो हो कि मैले कसरी हुन्छ तिमीलाई हरेक दिन चाहिँ मैले तिमीलाई के गर्नु पर्यो राम्रो मान्छे बनाउनु पर्यो ओके वी हेभ टु बिकम द गुड सिटिजन एन्ड देन यो सोसाइटी चाहिँ एउटा बस्नुको लागि सुन्दर जग्गा हुन्छ सबै सिटिजन चाहिँ राम्रो भयो भनेदेखिलाई हाम्रो समाजै के भएर जान्छ राम्रो हुन्छ समाज राम्रो भएपछि एउटा राज्य राम्रो हुन्छ अन्त राज्य राम्रो भएपछि देश राम्रो हुन्छ अनि देश सबै राम्रो भयो भने संसारै के हुन्छ एउटा स्वर्ग जस्तो हुन्छ हो कि हैन ओके थ्याङ्क यू स्माइल ओके